आज सबभन्दा पहिला आयोजक साथीहरूलाई बेलायत जस्तो ठाउँमा, यस्तो महँगो ठाउँमा यति छोटो समयमा दौडधुपको आफ्नो कामले, विशेषले दौडधुपको क्रममा पनि समय निकालेर म नारायण दाइले परिचय गर्दाखेरि सबै पूर्व रहेछु, म वर्तमान त एउटै रहेछु। अस्ति भर्खरसम्म थिएँ बाबुराम भट्टराई प्रधानमन्त्री हुने बेलासम्म म चाहिँ के भने वैदेशिक रोजगार उच्च स्तरीय कार्यदलको म चाहिँ अध्यक्ष थिएँ। उहाँ जानुभयो, म पनि गएँ फेरि। अब यो चाहिँ क्रेनले पोलिटिकल एपोइन्टमेन्ट भनेको क्रेनले उचालेर ल्याइदिन्छ अनि फेरि चाहिँ धकलेर पठाइदिन्छ, फेरि बाढीमा गइ जान्छ है। त्यस कारणले यस्तो म पूर्व भएको उत्तर पश्चिम दक्षिण नभएको मानिसलाई पनि यस्तो सम्मान गरेर तपाईँहरूले यतिका सम्मान गरिदिनु भएकोमा म यहाँहरूलाई धेरै धेरै आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु। मलाई च्यालेन्ज के छ भने मैले आज यहाँभन्दा पहिला 2-3 ठाउँमा बोलिसकेँ। मलाई दोहोऱ्याउनु भएको छैन। फेरि धेरै गुरुङहरू छन्, जनजातिहरू छन्, अरू साथीहरू नै हुनुहुन्छ। मैले एउटै कुरा दोहोऱ्याएँ भने अस्तिको कार्यक्रम भनिसक्यो होला भन्ने मलाई डर पनि छ। तर म आज एक ठाउँमा एउटा छोरीलाई भेट्न गएको थिएँ। हामी चाहिँ मतलब धेरै टाइमले दौडधुपले आउनु पर्यो। सबभन्दा पहिला आयोजक साथीहरूलाई, पेलु सङ्घलाई र मतलब तमु समाजलाई र गुरुङ साथीहरूलाई र जनजाति साथीहरूलाई एउटा मेसेज। त्यो मेसेजको आजको मेरो यो सम्बोधनलाई मैले एउटा टाइटल दिएको छु। त्यो टाइटल अ टेल अफ टु गुरुङ्स, दुईटा गुरुङहरूको कथा। त्यो दुईटा गुरुङको कथा किन तपाईँहरूसँग सरोकार राख्छ भन्ने कुरा म पछि भन्न चाहन्छु। त्यही भाषा त्यही छ, शिक्षा त्यही छ, सिप त्यही छ, सबै कुरा यो चाहिँ मतलब के भने दुईटा गुरुङहरूको बेलायतमा भेट भएको कथा। किन पनि यो कथा जरुरी छ भने त्यो बेलायतमै भेटा हो दुईटा गुरुङ, कहिले नभेटेका गुरुङहरू। तर त्यो भेट आज होइन, त्यो भेट 53 वर्ष पहिला भेटेको दुईटा गुरुङको बारेमा म कथा भन्न चाहन्छु। त्यो गुरुङ दुईटा कहिले पनि भेट भएको थिएन, तर बेलायतमै भेट भयो पहिलोपटि। त्यो गुरुङ एउटा पूर्वको थियो, अर्को गुरुङ पश्चिमको थियो। तर एउटा पूर्वको पश्चिमको गुरुङले पूर्वका गुरुङलाई किन भेट्न खोज्यो होला? त्यो अ टेल अफ टु गुरुङ्स, दुईटा गुरुङको कथामा यो आधारित छ। यसमा भाषा, संस्कृति, गुरुङ एकता सबै छ र अरू नन गुरुङलाई पनि उत्तिकै काम लाग्छ है। यो फेरि गुरुङलाई मात्रै होइन है। यो कथा यस्तो छ, दुईटा गुरुङको कथा। एउटा गुरुङ 53 वर्ष पहिला 1960 मा बेलायतमा पढ्न आउनलाई छानिएर बेलायत पढ्न आउँदाखेरि बेलायत पढ्न आउने भयो। त्यो आउँदाखेरि उसले एउटा तगडा एउटा स्टेटमेन्ट दिएको रहेछ। त्यो बेला मैले चाहिँ हिजो राति चाहिँ हेरेँ मैले। उसले के भनेको थियो भने छात्रवृत्ति पाएर पढ्न आउँदाखेरि मेरो पुर्खाहरू बेलायत चाहिँ बन्दुक समात्न जान्थे, म चाहिँ कलम समात्न जान्छु भनेको थियो गुरुले। भेरी इन्ट्रेस्टिङ। मेरो पुर्खाहरू बन्दुक समात्न बेलायत जान्थे, म चाहिँ कलम समात्न जान्छु भनेको थियो गुरुले। त्यो गुरुङले ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएर त्यो बेलाको चाहिँ यात्रा सुरु गर्यो। त्यो यात्रालाई पनि पढ्न चाहनुहुन्छ भने त्यो यात्रा पनि लिपिबद्ध छ। युरोपबाट फर्केर हेर्दा भन्ने साझा प्रकाशन छापेको छ। त्यो गुरुङले लन्डनबाट ब्रिटिस काउन्सिलको सबै छात्रवृत्तिवालाहरूलाई तिमीहरू पढ्न जाने एउटा ब्रिटिसले सुनायो, भोलि बिहान तिमीहरू सबैजना इडेनबरा जानुपर्छ, तिमीहरूको पढ्ने ठाउँ त्यहाँ छ। अनि त्यो जाने भोलि बिहान बसमा यति बेला जानुपर्छ, ट्रेनमा यति बेला जानुपर्छ भनेर ब्रिफिङ गरायो। अनि ऊ एउटाले भन्यो भोलि म बसमा जाँदिनँ भन्यो। त्यो अर्को चाहिँ पश्चिमको गुरुङले भन्यो
पढ्न आएको गुरुङले 53 वर्षमा पहिला। अनि त्यो ब्रिटिसले भन्यो हाउ डु यु कम, तिमी यु विल बी लस्ट। अनि त्यो गुरुङले भन्यो आफ्नो ब्यागबाट सर्टै झिकाल्यो आई हेभ ए म्याप भनेर देखायो उसले। भेरी स्मार्ट गुरुङ, 53 वर्षमा पहिला कुरा। अनि ऊ त्यो गुरुङ ब्राइटन भन्ने ठाउँमा अर्को पूर्वको गुरुङलाई भेट्न भनेर बस चढ्यो। भोलिपल्ट म जसरी पनि भोलि बेलुकासम्म एडिनबरामा आइपुग्छु, तर म आज म्याप छ मसँग, म हराउँदिनँ, पिर नगर भनेर ब्राइटनमा भेट्न गयो। त्यो ब्राइटनमा अर्को गुरुङ एउटा थियो, त्यो गुरुङसँग भेट भयो उसको। अब मलाई लाग्छ त्यो दुईवटा गुरुङले कुन भाषामा कुरा गरे होला, के कुरा गर्यो होला। त्यो पहिलो गुरुङ जो आर्मीमा भन्ने गुरुङ चाहिँ नि त्यो दुईटै गुरुङले बेलायतबाट शिक्षा लिएर गयो। पहिलो गुरुङ आर्मीमा गुरुङले 1965 मा भूगोलमा पहिलो विद्यावृत्ति गर्ने मानिसको रूपमा परिचित भएर डाक्टर हर्क गुरुङ भएर गयो। त्यो डाक्टर हर्क गुरुङ ब्राइटनमा बस्ने जो थियो ऊ इलामको गुरुङ थियो, ऊ थियो डाक्टर सावित्री गुरुङ। डाक्टर सावित्री गुरुङ त्यो बेला नेपालको पहिलो स्त्री रोग विशेषज्ञ भएर बेलायतबाट गएको थियो। र यी दुवै गुरुङहरू नेपालको सबैभन्दा चाहिँ स्त्री रोगमा जान्ने सुन्ने पहिलो स्त्री रोग विशेषज्ञ र पहिलो भूगोलको विद्यावृत्ति प्राप्त गर्ने र नेपालको जाने मानेको मान्छे भएर परिचित भयो, जो तपाईँहरूलाई थाहा छ। यो दुईटा गुरुङ ब्राइटनमा भेट्दाखेरि के भाषामा कुरा गरे होला, गुरुङको बारेमा के कुरा गरे होला यिनीहरूले। यी दुईटा गुरुङले गुरुङको विकासको लागि के कुरा गरे होला, वा के कुरा यस्तो कुरा थियो होला जुनले डाक्टर हर्क गुरुङ र डाक्टर सावित्री गुरुङलाई एउटै मालामा उन्नलाई त्यो धागोको रूपमा भयो है। अब यो दुईटा गुरुङले, अब पहिलो गुरुङले त आउनु अगाडि म चाहिँ मेरो पुर्खा बन्दुक समाउन गएको थियो, म कलम समाउन जाँदैछु भनेको थियो भने अबलाई त्यसलाई अलिकति हामीले संशोधन गर्नुपर्छ होला, अब कलम होइन कम्प्युटर समाउँछु भन्नुपर्छ होला है। अब यो दुवै आज म सम्झन्छु त्यो ब्राइटनमा त्यो दुईटा गुरुङले के कुरा गर्यो होला है। यो दुवै गुरुङले सुन खोजेन, यो दुईटै गुरुङले राम्रो चाहिँ नि युरोपियन गाडी वा चाहिँ ऱ्यापफोर चढ्ने रहर गरेन। यो दुईटै गुरुङले चाहिँ युकेमा राम्रो घर किन्ने प्रयास गरेन। तर यो दुईटै गुरुङको एउटै लक्ष्य र एउटै उहाँहरू दुईटाबाट हामीले सिक्न सक्ने पाठ भनेको उसले शिक्षा र सिप लिएर गयो। त्यो शिक्षा र सिपले दुवैजनालाई उहाँहरूको जीवनभरि आर्जन गर्ने चाहिँ मतलब भने त्यो अवस्था प्राप्त गर्यो। अब यो टेल अफ टु गुरुङ्सले के सिकाउँछ भने मतलब सबभन्दा महत्त्वपूर्ण शिक्षा र सिप रहेछ जुन आजको यङ मानिसहरूले कमाउनु जरुरी छ। र इन्ट्रेस्टिङ पार्ट हो त्यो बेलाको सबैभन्दा ब्राइटेस्ट टु गुरुङ्स आएको थियो त्यो बेला ब्रिटिस काउन्सिलको छात्रवृत्ति प्राप्त गरेर। तर आजको यङहरूले ब्राइटेस्ट नभइकन पनि ब्राइटनमा आउनु पाइरहेछ, ब्रिटेनमा आउनु पाइरहेछ। त्यसको फाइदा लिनु सक्नु पर्यो है। त्यस कारणले चाहिँ मतलब भने सबैभन्दा इम्पोर्टेन्ट पक्ष नि शिक्षा र सिप छ। र चाहिँ मतलब भने म एउटा कुरा यो पनि सुनाउँ, डाक्टर सावित्री गुरुङ त्यो पछि त्यो दिन भेटेपछि दुईजना दिदी र भाइ यस्तो मिले कि सधैँ उहाँहरूले चाहिँ सावित्री गुरुङको हातबाट डाक्टर गुरुङले टिका लगाउनुहुन्थ्यो है। र एउटा पनि अर्को पनि इन्ट्रेस्टिङ पाटो छ, डाक्टर हर्क गुरुङले कहिले पनि पिएचडी त गर्नुभयो, कहिले पनि एमए पास गर्नु भएन। उहाँले बिए पनि पास गर्नुभयो, बिएबाट लुडो खेल्दाखेरि माथि उक्ले जस्तै उहाँको पिएचडीमा उक्लिनुभयो। एमए पास नगरेको डाक्टर हर्क गुरुङ है।
यस कारणले चाहिँ यो चाहिँ यो लेसनबाट मैले यो हाम्रो संस्कृति छ कि छैन, हाम्रो एकता छ कि छैन। दुईटा यङहरू ब्राइटनमा अब भेट्यो भने के कुरा गर्ने भन्ने हामीले विषय दिएका छौँ कि छैनौँ, द्याट इज भेरी इम्पोर्टेन्ट। यस कारणले तमु समाज, पेलु सङ्घ र अन्य सङ्घ संस्थाहरूलाई म के रिक्वेस्ट गर्न चाहन्छु भने अबको दोस्रो पुस्ता, मैले हिजो भनेको थिएँ तपाईँहरूले झन्डै झन्डै ब्रिटिस बोर्नियोमा मलयामा दुःख गरेको ब्रिटिस आर्मीको हाम्रो बाउबाजेको तपाईँहरूले यहाँ बस्ने राइट चाहिँ नि झन्डै झन्डै ब्याज खाए जस्तै हो। ब्याज खाए जस्तै हो, ब्याज पाउनुभएको छ तपाईँहरूले, उहाँहरूले एकदमै पसिना चुकाउनु भयो। यस कारणले चाहिँ मतलब के भने अ टेल अफ टु गुरुङ्सको कथाबाट के बुझिन्छ भने शिक्षा र सिप सबभन्दा इम्पोर्टेन्ट छ। त्यो तपाईँको चाहिँ परिवारको सदस्यहरूलाई डाक्टर हर्क गुरुङ र सावित्री गुरुङले चाहिँ लिने प्रयास गर्नु होला भन्ने म एउटा सुझाव पेश गर्न चाहन्छु। अब हिजो मलाई मेरो भाइको छोराले मान्छेको सुन्ने शक्ति भनेको एटेन्सन भनेको 7 मिनट भन्यो उसले। त्यस कारणले म 10 मिनटभन्दा बढी जाँदिनँ। यस कारणले तपाईँहरूले बोर नहोस्, बरु हामी बरु छलफलमा कुरा गरौँला। तपाईँहरू विभिन्न यो चाहिँ तमु साथीहरूलाई भयो अनि यो सबैलाई काम लाग्ने जेनेरिक कुरा म चाहिँ अर्को भन्न चाहन्छु। देशको अवस्था के छ अहिले? देशको अवस्था कस्तो भयो भने टप पोलिटिकल पार्टी खेलाडीहरूले फुटबल खेलमा गोल गर्न नसकेर हामीले गोल गर्न सकेनौँ, रेफ्री तपाईँले गोल गरिदिनुहोस् भने रेफ्रीलाई हात जोडेको छ अहिले प्रधान न्यायाधीशले गरेर। रेफ्रीले पनि म एउटा गोल गर्न अलिक गाह्रो हुन्छ, बल त्यहाँसम्म लानलाई लाइन्सम्यानलाई पनि हात दिन्छु भने सचिवहरूलाई हात दिएको छ। अब यो सचिवहरू के भने तोक लाउने जात, के अरे टिप्पणी लेख्ने जात, उसले पनि गोल चाँडै कहाँ हान्छ उसले पनि, होइन? उसले पनि समय लगाएर उसले टिप्पणी चाहिँ घुमाएर फिराएर उसले पनि गोल चाँडै गर्नेवाला छैन। यति हुँदाहुँदै पनि हामीलाई निर्वाचन एकदम जरुरी छ। निर्वाचनले नै देशको राजनीतिलाई, विकासलाई कार्यबोध गराउँछ। अहिलेको मेरो विचारमा तपाईँहरूले कतिले प्रश्न पछि गर्नुहोला कि मङ्सिर 4मा चुनाव हुनसक्छ, अहिलेको परिस्थिति हुन सक्दैन। किनभने फुटबल खेलमा चाहिँ जुन रेफ्रीले गोल हान्न खोजिरहेछ त्योभन्दा बाहिर, खेलको मैदानभन्दा बाहिर थुप्रै खेलाडी छ। र पोलिटिकल चाहिँ मतलब के भने निर्वाचनमा भनेको सबै चाँदी बेचलाई साँच्चै कारबाही गर्छ उसले चाहिँ मतलब के मटेल भनेर चाहिँ के अरे पेट्रोल मटेल मिसाउन पाऊँ भनेर आन्दोलन गर्नेलाई साँच्चै कारबाही गर्छ उसले। किनभने हामीलाई यस्तो नेता चाहिएको छ जुन नेताले राइटलाई राइट, रङलाई रङ, ब्ल्याकलाई ब्ल्याक, व्हाइटलाई व्हाइट भन्ने नेता चाहिएको छ हामीलाई, स्ट्रङ लिडरसिप चाहिएको छ हामीलाई। अनि तब मात्र देशले चाहिँ एउटा स्पिड लिन सक्छ, होइन भने हामी भिडबाट सक्छौँ भन्ने मलाई लाग्छ। यस कारणले मेरो चाहिँ अहिलेको अवस्थाको बारेमा मेरो विचार यो हो। म एक दुईवटा कुरा भन्न चाहन्छु, त्यो पछि म रोक्न चाहन्छु, पछि हामी अन्तर्गत कुरा गरौँला। धेरै तपाईँहरू सबै जस्तो एनआरएनसँग आबद्ध हुनुहुन्छ होला। अनि एनआरएनले केमा लगानी गर्ने नगर्ने, अब गाम्लेको चाहिँ त्यो चन्दा रसिद पनि यहाँ आइपुग्छ होला, कतिलाई चाहिँ यहाँ दिने कि वहाँ दिने कि कति दिने भइसक्यो होला। तर मेरो एउटा सुझाव के छ भने अलिकति बाढी पीडितलाई, अलिकति फल्नालाई दिनुभन्दा तपाईँहरूले एउटा यस्तो एउटा प्रोजेक्ट बनाउनुहोस् जुन प्रोजेक्टले तमु समाज युकेले बनाएको रे यो भनेर सबैले देख्ने, धेरै वर्षसम्म रहने, सानै होला त्यस्तो एउटा कार्यक्रम बनाउनुहोस्। तपाईँहरूले एउटा प्रोजेक्ट बनाउनुहोस् जुन प्रोजेक्टले तपाईँहरूलाई साँच्चैकै तपाईँहरूलाई चाहिँ नेपालमा केही उपस्थिति देखाउन सक्छ। यही कुरा म भन्न चाहन्छु। चाहिँ म के भने हाम्रो लिम्बू साथीलाई थाहा होला, धरानमा चाहिँ म हङकङमा जाँदाखेरि यस्तै आयोजना गर्थे साथीहरूले। अनि चाहिँ हामी गफ गर्थ्यौँ के गर्ने भन्दा हामी यति पठायौँ गाडी किन्दा यस्तो पठायौँ, के भन्नु एउटा मोनुमेन्टल एउटा प्रोजेक्ट बनाउनुहोस् जुन प्रोजेक्टले सरकारले पनि तपाईँको साथ दियोस्। अहिले धरानको घण्टाघर ती हाम्रो चाहिँ रक्सी खाएर छलफलको प्रक्रियाको निर्णयले गर्दा धरानको घण्टाघरलाई आज सम्झ्यो भने धरानबाट काम गर्न गएका, हङकङ काम गर्न गएको नेपालीहरूले पैसा पठाएर
त्यसमा चाहिँ नगरपालिकाले पनि त्यो पैसा 40% हालेर मोनुमेन्ट प्रोजेक्ट घण्टाघर प्रोजेक्ट छ। त्यो हेर्ने बित्तिकै सबैले चाहिँ धरानबाट हङकङ काम गर्न गएको नेपालीहरूले बनाएको घण्टाघर भन्छ। तपाईँहरू पनि एउटा यस्तै एउटा प्रोजेक्ट यस्तै गर्नुपर्छ भन्ने छैन, तर यस्तै एउटा चाहिँ इनोभेटिभ आइडिया रोज्नुहोस् जसले तपाईँहरूलाई जरुरत छ विचारको, हामीलाई जरुरत छ डिसिप्लिनको। तपाईँहरूले कसरी यो तिनवटा कुरा लगाउन सक्नुहुन्छ? विचार, इनोभेटिभ आइडिया, क्रिएटिभ आइडिया अनि प्रविधि अनि डिसिप्लिनको जरुरी छ, एउटा मोडेलको जरुरी छ। त्यस कारण तपाईँहरूलाई म चाहिँ म त के भने नेपाललाई सुगा मोड उठाएर बाढी पीडित यसो उसो भन्दा पनि यी कुराहरूलाई ध्यान दिनु हुन म अनुरोध गर्न चाहन्छु। अब भन्नु होला केमा लगानी गर्ने, के नेपालमा लगानी गर्न सम्भव छ? बिजनेस स्कुलमा पढ्न जानुभएको कतिजना बिजनेस स्कुलमा पढ्न जाने बेलामा तपाईँले कुनै पनि एउटा चाहिँ मतलब के भने कम्पनी खोल्न थाल्नु भएको छ भने, कुनै पनि एउटा चाहिँ इन्डस्ट्री खोल्न थाल्नु भएको छ भने पहिलो बिजनेसको प्रोफेसर के सिकाउँछ? युर लोकेसन 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 मस्ट बी द एप्रोप्रिएट। लोकेसन ठिक हुनुपर्छ तिम्रो चाहिँ मोमो दोकान खोल्ने हो भने कति टोकमा छ थाहा होला, त्यहाँ मोमो खाने मान्छे कति छ थाहा होला, होइन? युनिभर्सिटी चाहिँ मतलब कणेलजीहरूले खोल्नु भएको छ, मतलब के भने